हेलो गाइज, वेलकम टु माई न्यू ब्लग। गुड मर्निङ सबैमा। यहाँ म चाहिँ आज तपाईँको माझमा सानो भिडियो लिएर आएकी छु। यहाँ देख्न सक्नुहुन्छ गुम्बा। अनि म यसै गरी अगाडि बढ्दै जाँदैछु। यहाँ चाहिँ म तपाईँहरूलाई सानो भिडियो देख्न सक्नुहुन्छ। म हिँडिरहेको छु यसो बिहानको समयमा, लगभग 6 बजीतिरको। यसो मर्निङ वाक पनि हुन्छ, यसो काम पनि पुरा हुन्छ भनेर म हिँड्दै आएको। आज चाहिँ म तपाईँहरूलाई कहाँ जाँदैछु भनेर म देखाउँदैछु। यहाँ हामी रहेको छ गीता मन्दिर। यहाँ मन्दिर रहेको छ, हरियालीको बिचमा रहेको छ। यहाँ गीता मन्दिरमा चाहिँ विभिन्न ठाउँदेखि यहाँ पूजाआजा गर्नुहुन्छ, भगवानसँग केही प्रार्थना माग्न यहाँ हुनुहुन्छ। यहाँ भजनहरू गाउँदै हुनुहुन्छ। यसै गरी हामी अगाडि बढ्दै जाँदैछौँ। हरियालीले ढाकेको छ र योभन्दा अलि अगाडि 3 मिनट अगाडि चाहिँ हस्पिटल छ। तर म यहाँ आइ पनि पुगेको छु। म गण्डकी हस्पिटल कहाँको भन्नु होला, यो यहाँ देख्न सक्नुहुन्छ। हामी हस्पिटलमा छिटो काम गर्नु छ भने यस्तो हतार हुन्छ, यसरी दौडिने अवस्थामा रहेको हुनुहुन्छ कोही। हाम्रो यहाँ रहेको छ इमर्जेन्सी रुम, यहाँ रहेको छ क्यान्टिन खाजा खानको लागि। अनि हामी यहाँदेखि अगाडि बढ्छौँ। कति राम्रो फुलहरू, बोटमा फुलहरू रहेको छ, देख्न सक्नुहुन्छ। फुल वाउ कति राम्रो। अनि हामी अगाडि बढ्छौँ। यहाँ हस्पिटलभित्र पनि मन्दिर रहेको छ। अनि हामी अगाडि बढ्छौँ। म चाहिँ यहाँ बिहान किन आएको भन्दा टोकन लिनको लागि।